So good morning beautiful ladies and gentlemen, and once again welcome back to my YouTube channel. Hope सबैजना एकदम सन्चै आरामै हुनुहुन्छ, म पनि एकदम सन्चै आरामै छु। सो अस्तिको भिडियोमा चाहिँ रसमा बनाएको थिएँ अनि कति कुराहरु चाहिँ मिस भयो के। अनि मलाई चाहिँ अनि अर्को कुरा भनेको मिस पनि भयो अनि अर्को कुरा भनेको तपाईहरु भिडियो पुरा पनि हेर्नु भएन, लामो अलिकति बनाएको थिएँ मैले। तर मैले लामो बनाए नि चाहिने कुराहरु मात्रै हाले थिएँ। तपाईहरुले भिडियोलाई पुरा हेर्नु भएन छ। भिडियो पुरा हेर्नुस् भनेर भनेको कारण चाहिँ त्यो हो के। तपाईले भिडियोलाई पुरा हेर्नुहुन्न अनि त्यसपछि क्वेशन सोधै गर्नुहुन्छ कि मैले सबै कुरा चाहिँ भिडियोमै भनेको थिएँ त। आज पनि भन्छु प्लिज भिडियोलाई चाहिँ लास्टसम्म हेर्नु होला हैन। लास्टसम्म हेर्नु भयो भने बुझ्नुहुन्छ तपाईले, नत्र बुझ्नुहुन्न। अनि सानोतिनो कुराहरु छ भने कमेन्टमा सोध्नुस्। यदि लामै कुराहरु छ भने अझै डिटेलमा बुझ्न छ भने मलाई इन्स्टाग्राममा मेसेज गर्नु, लिंक चाहिँ डिस्क्रिप्सनमा छ। मैले कमेन्टमा पनि पिन गर्दैछु। मलाई इन्स्टाग्राममा चाहिँ फलो गर्नु होला सबैले, किनभने मैले अर्को भिडियो के हाल्दै छु, म कुन ठाउँ घुम्न जाँदै छु, के गर्दै छु, कुन भिडियो आउँदै छ, सबै कुराको अपडेट चाहिँ मेरो इन्स्टाग्रामको स्टोरीजहरुमा पाउनुहुन्छ तपाईले। त्यही भएर इन्स्टाग्राममा चाहिँ फलो गर्न नबिर्सिनु होला भनेर भन्न चाहन्छु। अनि अर्को कुरा भनेको च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला प्लिज। यस्तै इन्फर्मेटिभ भिडियोको लागि च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला। एउटा लाइक गर्नु होला र कमेन्ट सेक्सनमा एउटा सब्स्क्राइब र एउटा कमेन्ट चाहिँ छोड्न नबिर्सिनु होला। कमेन्टमा इमोजी छोडे पनि, जेसुकै बनाए पनि, जेसुकै कमेन्ट लेखे पनि मेरो बारेमा, देशको बारेमा, तपाईको बारेमा, जेको बारेमा लेखिन एउटा कमेन्ट पनि छोड्नु होला। सो भिडियोलाई चाहिँ म सुरु गर्दिहाल्छु ढिला नगरिकन है। सो भिजा रिगार्डिङ कुरा गर्नु पर्दाखेरि बेसिकल्ली तीनटा टाइपको भिजा हुन्छ। एउटा चाहिँ भिजिट भिजा, अनि अर्को चाहिँ बिजनेस भिजा, अनि एउटा चाहिँ वर्किङ भिजा। तीनटा भिजामा तपाईहरु मोरिसियस आउन सक्नुहुन्छ है। अस्ति छुटे थियो यो कुराहरु पनि मैले भन्न त भन्दै भिजाको बारेमा, तर क्लियरली चाहिँ अलिकति डिटेलमा भन्न पाइन। आज अझै डिटेलमा भन्छु, लास्टसम्म सुन्नु होला है। अनि भिजिट भिजामा आउन नेपालीहरुको लागि मजाले आउन सक्थ्यो, झन् अहिले चाहिँ अलिकति टाइट भएको छ। किनभने अहिले चाहिँ भिजिट भिजामा नेपालीहरु आउने अनि यहाँ ल्याएर मजाले काम गरेर बस्ने, इलिगली लुकेर बस्ने भएको कारणले गर्दाखेरि भिजिट भिजामा अहिले चाहिँ नेपालीहरुलाई आउन एकदमै टफ छ, एकदमै गाह्रो छ। इम्पोसिबल छ चाहिँ भन्दिन, पोसिबल छ। तर के कुराहरु चाहिन्छ भने भिजिट भिजामा आउनलाई चाहिँ पहिलो कुरा भनेको यदि तपाई भिजिट भिजामा आउँदै हुनुहुन्छ भने तपाईलाई चाहिने भनेको चाहिँ एउटा भनेको होटल बुकिङ, अर्को भनेको रिटर्न टिकट, राउन्डिङ टिकट हुन पर्यो के। तपाईको रिटर्न टिकट नै हुन पर्यो। कति दिन बसेर तपाई फर्किने त्यति दिनको तपाईको रिटर्न टिकट हुन पर्यो। अनि त्यसपछि तपाईको फाइनान्शियल पनि हेर्छ हैन। अब यो कुरा चाहिँ अलिकति पछाडी जाम। अनि कति दिनको भिजा पाउनुहुन्छ त्यो पनि भन्छु पहिला सुरुमा, अनि त्यसपछि चाहिँ के चाहिन्छ भन्छु है। सुरुमा भनेको नेपाली पासपोर्ट यहाँ भ्यालिड हुने भनेको 2 दिनको लागि 3 महिनाको लागि भ्यालिड हुन्छ नेपाली पासपोर्ट चाहिँ। यहाँनिर नेपालीहरुको लागि भिजा फ्री हो। यहाँनिर चाहिँ तपाईहरु इमिग्रेसनमा आउने, डाइरेक्ट नेपालबाट टिकट काट्ने, इमिग्रेसनमा आउने, अनि त्यहाँबाट भिजा लिने हो है। यहाँनिर चाहिँ नेपाली राजदूत यानि कि नेपाली एम्बेसी छैन यो देशमा चाहिँ। भिजाको लागि चाहिँ अलिकति प्रब्लमै छ। इमिग्रेसनबाट डाइरेक्ट भिजा लिने हो एयरपोर्टबाटै। अब तपाईहरु भिजिटमा आउँदै हुनुहुन्छ भने के कुरा चाहियो भन्दाखेरि एउटा भनेको रिटर्न टिकट चाहियो, एउटा भनेको होटल बुकिङ कम्पल्सरी चाहियो, अनि अर्को भनेको तपाईको फाइनान्शियल कुरा पनि हेर्छ। तपाई फाइनान्शियली यो ठाउँमा घुम्नलाई तपाई क्यापेबल हुनुहुन्छ कि हुन्न, तपाईसँग पैसा छ कि छैन भन्ने कुरा हेर्छ। मिनिमम ब्यालेन्स भनेको तपाईसँग क्याश पैसा भनेको यहाँको 35 देखि 40 हजार रुपैयाँ हुनुपर्छ। नेपालको भनेको 1.5 लाख देखि 1 लाख रुपैयाँ घुम्नलाई। अनि होटल बुकिङ हुनै पर्यो, रिटर्न टिकट हुनै पर्यो। अब तपाईको नेपालले पाउने भनिहाले मैले, भिजा भनेको 90 डेजको भिजासम्म पाउँछ। बेसिकल्ली दिने भनेको यहाँ 1 हप्ता, 10 दिन, 15 दिन, 1 महिनाको सम्मको भिजा चाहिँ म्याक्सिमम अब दिरा हुन्छ। क्याजुअली त्यो भिजा चाहिँ तपाईले पाउनुहुन्छ यदि भिजिटमा आउनु भयो भने। अनि तपाईहरुलाई होटल बुकिङ चाहियो, रिटर्न टिकट चाहियो, फाइनान्शियली 1 देखि 1.5 लाख रुपैयाँ क्याश हुनु पर्यो तपाईसँग, बैंकमा ब्यालेन्स पनि हुनु पर्यो। अर्को कुरा भनेको तपाईको कोहीले चाहिँ अलिकति नपत्याएर तपाई यहाँ लुकेर काम गर्न आयो भनेर तपाईको अडिट रिपोर्टहरु माग्न सक्छ। तपाईको बिजनेस के छ, तपाई के कारणले घुम्न आएको, बिजनेस टुर हो कि तपाईको आफ्नो पर्सनल टुर हो कि यताउता भनेर सोध्न पनि सक्छ है। त्यही भएर त्यो कागजहरु पनि माग्न सक्छ। त्यही भएर भिजिटमा आउन चाहिँ अलिकति गाह्रै छ। अनि अर्को कुरा भनेको भिजिटमा आएर काम गर्न मिल्छ कि मिल्दैन। भिजिटमा आएर काम गर्न मिल्दैन भनेर चाहिँ भन्दिन म। काम गर्न चाहिँ मिल्छ, तर टाइम ड्युरेसन तपाईको कति छ भिजिटमा आएको भन्ने कुरा हो। तर यहाँनिर वर्क परमिट बिना पनि तपाईलाई काममा चाहिँ राख्छ है। काम गर्न चाहिँ मिल्छ तपाईले काममा आउनु भने। यहाँ वर्क परमिटै चाहिन्छ भन्ने नि हुँदैन। अब तपाईहरु भिजिटमा आउनु भयो, तपाईको कम्पनी राम्रो छ, कम्पनीले तपाईलाई वर्क परमिट बनाइदिन्छ भने भिजा थप्दिन। वर्क परमिट बनाएपछि बल्ल भिजा थप्न मिल्छ। कम्पनीले तपाईलाई वर्क परमिट बनाइदिन्छ भने चाहिँ तपाईले काम गर्न मजाले मिल्छ। वर्क परमिट बनाउन चाहिँ अब टफै छ, लगभग इम्पोसिबल त भन्न मिल्दैन, पोसिबल चाहिँ त। इट्स डिपेन्ड अन कम्पनी। तपाईँ कस्तो कम्पनीमा काम गरिराख्नु भएको छ, तपाईँको कम्पनी कतिको भरपर्दो छ, कतिको राम्रो छ, त्यसमा डिपेन्ड हुने कुरा। यदि तपाईँको कम्पनी राम्रो छ, भरपर्दो छ,
भने चाहिँ तपाईँको वर्किङ भिजिटमा आएर पनि वर्किङ बनाउन मिल्छ। भिजिटमा आएको मान्छेले नै काम गर्न चाहिँ मजाले मिल्छ है। अब यो भयो तपाईँको भिजिट भिजाको बारेमा। भिजिट भिजामा नेपालीहरूलाई चाहिँ फ्री छ, फ्री भिजा, तपाईँले पैसा तिर्नु पर्दैन भिजाको लागि, मजाले आउन सक्नुहुन्छ। डकुमेन्ट भनेको त्यही हो, एकदम कम्पलसरी डकुमेन्ट भनेको एउटा होटेल बुकिङ, रिटर्न टिकट, त्यति दुईवटा कुरा हो। अनि पैसा हुनु पऱ्यो तपाईँसँग। अनि तपाईँ घुम्नै आउन लागेको भनेर तपाईँले प्रुफ चाहिँ गर्न तपाईँले त्यति कुरा चाहिँ तपाईँहरूले त्यहाँनिर कन्भिन्स गर्न सक्नु पऱ्यो कि म घुम्नै आयो, मसँग पैसा छ भन्ने कुरा चाहिँ तपाईँले देखाउन सक्नुपर्छ है। यो चाहिँ एउटा कुरा भयो अब भिजिटको। अब अर्को भनेको चाहिँ बिजनेस भिजा। बिजनेस भिजा भनेको चाहिँ तपाईँले 6 महिनाको लागि भिजा पाउनुहुन्छ, सेम भिजिट भिजा जसरी नै। अब तपाईँको बिजनेस भिजाको लागि चाहिँ तपाईँको बिजनेसको डकुमेन्ट हुनु पऱ्यो, तपाईँ के बिजनेस गर्नुहुन्छ यताउता, फाइनेन्सियल सबै कुराहरू। बिजनेस भिजाको बारेमा चाहिँ मलाई के डकुमेन्ट चाहिन्छ, कसरी एप्लाई गर्ने, यो चाहिँ एक्ज्याक्टली चाहिँ थाहा छैन। बिजनेस भिजाको बारेमा चाहिँ मैले थाहा पाएको मात्र हो, बिजनेस भिजा नि हुन्छ भनेर। बिजनेस भिजामा आउनलाई चाहिँ तपाईँ आएपछि तपाईँको श्रीमती यदि बिहा गर्नुभएको छ भने, तपाईँले म्यारिड गर्नुभएको छ भने तपाईँको वाइफ, तपाईँको फ्यामिली, तपाईँको बच्चा सबै लिएर आउनु पाउनुहुन्छ। बिजनेस भिजामा चाहिँ 6 महिनाको लागि पाउनुहुन्छ। 6 महिनापछि चाहिँ तपाईँले फेरि नेपाल फर्किने, फेरि रिन्यू गर्ने, अथवा डकुमेन्ट यहीँबाट प्रेजेन्ट गरेर तपाईँले रिन्यू गर्न सक्नुहुन्छ। त्यही हो एउटा भनेको बिजनेस भिजा। बिजनेस भिजाको बारेमा चाहिँ मलाई के चाहिन्छ त्यो चाहिँ मलाई थाहा छैन, त्यसको बारेमा चाहिँ पछि भनौँला। त्यसको बारेमा अब थाहा नभएको बारेमा बोल्ने कुरा नि भएन, त्यसको बारेमा चाहिँ पछि भिडियो बनाउँछु तपाईँहरूको लागि। अनि अर्को भनेको चाहिँ अब लास्ट भनेको वर्किङ भिजा हो। अब वर्किङ भिजामा त तपाईँको त्यही हो, अब डकुमेन्टहरू प्रेजेन्ट गर्ने। अब कम्पनीले तपाईँलाई वर्किङ भिजामा बोलाउँछ। अब 1 वर्ष 2 वर्षको तपाईँको वर्क पर्मिट अब एग्रिमेन्ट लेटर हुन्छ। अनि यहाँ कतिले के भन्दा थिएन, वर्किङ भिजामा आएर यहाँ गदा जस्तो काम लगाएर दुःख पाएर एउटै घरमा 10 जना 15 जना कोचाएर राख्छ अरे, टोइलेट पनि लाइनमा बस्नुपर्छ, कपडा धोएपछि सुकाउन पनि लाइन बस्नुपर्छ भन्ने कुरा आउनुभयो है। यदि तपाईँलाई त्यस्तो छ भने तपाईँ छुट्टै पनि बस्न सक्नुहुन्छ होइन वर्किङमा आएर। अब वर्किङमा आएपछि काम त त्यही हो, तपाईँलाई अब यहाँ उनीहरूले पैसा खर्च गरेर ल्याएको हुन्छ, पैसा त वसुल हान्नु पऱ्यो। तपाईँलाई त गदा हनुमान दलाई काम त उनीहरूले लगाउँछ नि, वर्किङमा आएपछि त छोड्दैन उनीहरूले बाँकी। त्यही हो, त्यही भएर वर्किङमा आएपछि दुःखै छ, अर्काको देश हो विदेश हो, सहनै पर्छ, गाह्रै छ। अब जति जे भने पनि सहेर काम गर्ने नै हो। अब लास्टै छ, तपाईँलाई काम गराएर पनि पैसा दिँदैन यताउता भने तपाईँले यहाँनिरको अब पुलिसलाई खबर गर्न सक्नुहुन्छ। यहाँनिर पुलिसले यहाँ चाहिँ फेरि काम गर्नेहरूको लास्ट सपोर्ट लिन्छ। फेरि यहाँको मान्छेलाई मात्रै हेर्दैन, यहाँको मान्छेले दलायो भने हेप्यो भने पुलिसले सपोर्ट लिन्छ तपाईँलाई। अब स्यालेरी यदि देखाएन भने तपाईँले यहाँ कोर्टमा केस गर्न सक्नुहुन्छ है। अब तपाईँहरू छुट्टै पनि बस्न सक्नुहुन्छ, 5-6 हजार 6-7 हजार 8 हजार 9 हजार खर्च गरेर अब पैसा राम्रै कमाउनु भएको छ भने छुट्टै कोठा लिएर साथीभाइहरूसँग सेयर गरेर पनि बस्न सक्नुहुन्छ। यदि त्यसरी कम्पनीकोमा चित्त बुझेन भने कम्पनीकै रुममा बस्नुपर्छ भन्ने चाहिँ छैन है। अनि त्यही हो, वर्किङमा होइन चाहिँ गाह्रो चाहिँ छ। तपाईँलाई 1 वर्ष 2 वर्ष चाहिँ लास्ट पेलाउँछ है यहाँनिर, हुने नहुने भन्छ। म्यानेजरले काम जानेको छ भने ठिकै छ, काम सिक्ने जेलसम्म यति गाली गर्छ आमा। मैले कतिवटा काम छोडिसकेँ यहाँ, कतिवटा छोड्ने गरिरहेको छु। सो भिजाको बारेमा चाहिँ यही हो गाइज, मैले भनिहालेँ 3टा टाइपको भिजा हुन्छ। एउटा भनेको भिजिट भिजा, अनि बिजनेस भिजा, अनि वर्किङ भिजा। वर्किङ भिजामा आउने त त्यही हो, अब तपाईँहरू मेन पावरलाई कन्ट्याक्ट गरेर मेन पावरबाट आउन सक्नुहुन्छ। अब तपाईँसँग स्किल छ, तपाईँ अलिकति बाठो हुनुहुन्छ भने वेबसाइटहरूमा गएर तपाईँले आफ्नो डकुमेन्ट प्रेजेन्ट गरेर 1 रुपियाँ पनि नतिरिकन पनि आउन सक्नुहुन्छ। जुन कम्पनीले तपाईँलाई, जुन मेन पावरले तपाईँलाई 3 लाख रुपियाँ 4 लाख रुपियाँ 5 लाख रुपियाँ 6 लाख रुपियाँ पड्काइरहेको हुन्छ नि, 1 रुपियाँ पनि लाग्दैन कि मरिसियस आउनु लागि वर्किङमा आउनलाई। अनेस्टली भन्यो भने तपाईँसँग डकुमेन्ट छ, तपाईँसँग स्किल्स छ, सर्टिफिकेट छ भने, काम जान्नु भएको छ भने 1 रुपियाँ पनि लाग्दैन अनेस्टली भन्यो भने। तर कम्पनीले यहाँनिर मेन पावरले 3 लाख 4 लाख रुपियाँ 5 लाख 6 लाख रुपियाँ पड्काइरहेको हुन्छ, किनभने तपाईँहरूलाई थाहा हुँदैन। उनीहरूले काम मिलाइदिए भए पो त्यहाँ ल्याइदिए भए, तर कम्पनीले नै सबै खर्च बिहोर्ने, तपाईँलाई खाने बस्ने, तपाईँको टिकट, तपाईँको ट्रान्सपोर्ट सबै कुरा हेर्ने नै कम्पनीले यहाँनिर। मेन पावरले 1 रुपियाँ पनि, त्यो मेन पावरले सब पैसा खाने भनेको मेन पावरले, यहाँको कम्पनीले खाने होइन। त्यही भएर अब सोचेर विचार कुराएर एग्रिमेन्ट साइन गरेर आउनु होला आउने बेला होइन। हावा आए फ्रस्ट्रेट भएर बस्यो, नेपालमा केही छैन भविष्य भन्ने सबलाई थाहा छ होइन। तर पनि अलिकति प्यासन राख्नुहोस्, पेपर पढ्नुहोस्, कम्पनीको बारेमा बुझ्नुहोस् भनेर म भन्छु होइन। भोलिको दिनमा यहाँ आएर दुःख पायो, यस्तो भयो उस्तो भयो भनेर काम छैन। विदेश हो, यहाँ आएपछि सक्यो, त्यत्रो पैसा खर्च गरेर हुन्छ, जाने कुरा नि भएन भन्ने बित्तिकै। त्यही भएर चाहिँ सोचेर विचार गरेर आउनु होला भनेर भन्न चाहन्छु सबैजनालाई। मैले चाहिँ त्यही हो मैले भन्ने कुरा, त्यही हो। अब भिजा रिगार्डिङ कुराहरू मैले भनिहालेँ। अब चाहिँ म के अरे मेरो आज स्यालेरी आएको छ, धेरै दिन त काम गरेको छैन मैले, त्यही 15-20 दिन काम गरेको थिएँ, त्यो स्यालेरी लिन जान्छ। अनि अझै कुराहरू छ तपाईँलाई भन्नुपर्ने देखाउनु पर्ने कुराहरू। अब बेसिक स्यालेरी त त्यही हो 17,000 हो मैले भनिहालेँ। त्यसमा मैले ओभरटाइम नै गरेको छु, अब ओभरटाइम गरेर कति आएको छ त्यो हेर्नै पर्छ मैले नै। त्यही भएर अब यदि केही कुरा बुझ्नु भएन भने चाहिँ तपाईँहरू मलाई इन्स्टाग्राममा म्यासेज गर्नु होला, एकदम डिटेलमै सोध्नु जाने इन्स्टाग्राममा, व्हाट्सएपमा।
अनि कतिजनाले फोन गरे गर्नुभएको थियो पागल जस्तै। त्यस्तो पनि नगरिदिनु होला, म यहाँ काम गर्न हो, मेरो पनि काम हुन्छ, म ड्युटीमा फोन चलाउन मिल्दैन। अनि अघि अर्को पनि भने अर्को हप्ता 3 दिन चाहिँ मेरो छुट्टी छ, अनि 3 दिन चाहिँ म तपाईँहरूको लागि अब यहाँनिर आइल्यान्डहरू छ होइन, घुम्नलाई एक्सप्लोर गर्नलाई धेरै कुराहरू छ। यो आइल्यान्ड हो नि त, वाटर एक्टिभिटिजहरू यताउता। म चाहिँ बिचमा जाने सोचिरहेको छु, तपाईँहरूलाई बिचको लागि बिचको भिडियो बनाएर लिएर आउँछु मैले। अनि अर्को भनेको भोलि पोर्ट लुइस जान्छु होला, यहाँको क्यापिटल सिटी, त्यो पनि देखाउँछु तपाईँलाई यहाँको क्यापिटल सिटी कस्तो छ भनेर। मैले पोर्ट लुइसको भिडियो हालेँ होइन नि त। अनि अर्को भनेको अब मेरो अब अर्को हप्ताबाट ट्युसडेबाट चाहिँ मेरो फुल टाइम ड्युटी हुन्छ, त्यही भएर चाहिँ तपाईँहरूलाई हप्तामा एउटा, महिनामा 4वटा मात्रै भ्लग आउँछ। म नेपाल आउनुभन्दा अगाडि चाहिँ मलाई सिल्भर प्ले बटन चाहियो है गाइस। तपाईँहरूले जसरी च्यानललाई सब्सक्राइब गरिदिनु पऱ्यो, माया गरिदिनु पऱ्यो। म तपाईँहरूको लागि यति दुःख गरेर भिडियो बनाइरहेको छु होइन, यति बेला गरिरहेको छु, आफ्नो स्ट्रगल आफ्नो बेस्ट दिइरहेको छु। तपाईँहरू नेपाल आउनुभन्दा अगाडि मलाई जसरी पनि सिल्भर प्ले बटन चाहिँ चाहियो, त्यही हो। एनिवे अब म निस्किन्छु, खानासाना खाएर नुहाएर, नुहाएको पनि छैन, म उठ्ने बित्तिकै भिडियो बनाएको, आज छुट्टी थियो नि त त्यही भएर। सो तपाईँहरूलाई एकछिनमा भेट्छु म। सो भोलि चाहिँ पोर्ट लुइसको भिडियो चाहिँ हेर्न नबिर्सिनु होला भन्न चाहन्छु। अब यदि मोरिससमा कसैले दुःख पाउनु भएको छ, मैले केही गर्न सक्छु भने, फाइनेन्सियल हेल्प चाहिँ सक्दिनँ अनेस्टली भन्यो भने, तर दुःख पाउनु भएको छ, कामसाम खोजिदिने, कोठाको समस्या छ भने चाहिँ मेरो दाइहरू चिनेको छ भने, दाइहरू चिनेको हुनुहुन्छ, उहाँहरूलाई केही भनेर मैले कामसाम मिलाइदिने, यताउता गर्ने चाहिँ गर्न सक्छु गाइस, त्यही हो।